नमस्कार सम्पूर्णमा फेरि पनि तपाईहरुको बीचमा एउटा थुप्रै खबरहरुको बीचमा एउटा जनचेतनाको लागि चाहिने खबर लिएर आइरहेको छु। विशेष गरेर हाम्रो चेलीबेटीहरुलाई सोशल मिडियामा यहाँको मान्छेहरुले या त यूपी तिरको मान्छेहरुले बिहारतिर बाहिरबाट आएको मान्छेहरुले खुबै ट्र्याक गर्ने गर्दछ। थुप्रै मान्छेहरु हामीलाई एक अर्कामा जसरी एसोसिएट हुन्छ त्यसकारणले गर्दा उनीहरुकोमा त्यो फ्रेन्डशिप भइहाल्छ सोशल मिडियाको थ्रुबाट। अन्त हाम्रो मान्छेहरुलाई डुप्लिकेट नम्बर बनाउँदै अरु नम्बरहरु हाल्दै फोटो अरूहरुको फोटोहरु हाल्दै ट्र्याक गर्ने उनीहरुलाई फलो अप गर्ने थुप्रै हुन्छ दुनियाभरको कमिटमेन्ट गरेर। उनीहरुले यो दिन्छु त्यो दिन्छु साथी त हुँदा साथीभाइको लागि मात्रै जस्ट द फ्रेन्ड वाना भनेर उनीहरुले प्रपोजल गर्नेहरु थुप्रो हुन्छ लाइनमा लागिरहेको हुन्छ। त्यसैले उहाँहरुले प्रपोजल गर्छ, हाम्रो मान्छेहरुलाई तारिफहरु गर्छ, डेलीको डेली उनीहरुले प्रपोजल पठाएर डेली पठाउँदछ, डेली पठाउँछ उनीहरुले बिहान बेलुका पठाकको गर्ने। अन्त उनीहरुलाई मजबुर बनाउने, मजबुर त के उनीहरुलाई अब केटीहरु पनि निकै उयो आइसकेपछि उनीहरुले पनि फलो अप गर्ने। उनीहरुले आफ्नो साथीहरु देखाउने यो मेरो साथी छ यो मेरो साथी छ, त्यो चाहिँ किन साथी हुँदैनस् भनेर उनीहरुले फ्रेन्डशिप जबरजस्ती उनीहरुले पठाइराने। पठाइसकेपछि उनीहरुले फ्रेन्डशिप भइसकेपछि भेट्नु बोलाउने, पहिला क्याजुअल भेट गर्ने, त्यसको बादमा कफी भेट गर्ने, त्यसको बादमा कहीँ बर्थडेहरुतिर बोलाउने, बाहिर लाने कामहरु यताउता गर्छ। गरिसकेपछि उहाँहरुले तपाईलाई मौका हेरेर उनीहरुको इन्टेन्सन भेरी क्लियर हुन्छ अरूहरुको लाइफसँग खेल्ने, फिजिकल रिलेसनशिप बनाउने, अरूहरुको लाइफसँग खेल्ने, ब्ल्याकमेल गर्ने र उहाँबाट पैसा हडप गर्ने उनीहरुको क्लियर इन्टेन्सन हुन्छ। हाम्रो मान्छेलाई त्यो थाहा हुँदैन। हामी त गाउँ बस्तीबाट आएको मान्छेहरु त्यत्रो जाल बुनिरहने हाम्रोमा समय पनि हुँदैन र त्यो परिस्थिति पनि छैन। तर यहाँको मान्छेहरु त्यसमा निपुण हुन्छ। उनीहरुले जाल बुन्यो, अन्त हाम्रो मान्छेहरुलाई फसायो, विशेष गरेर चेलीबेटीहरुलाई फसायो। पार्टीमा बोलाएर के ड्रिङ्क्सहरु अलिकति पिनौ, यति पिउँदा के हुँदैन, आज मेरो लागि पिना, मेरो खातिर पिना, साथीको खातिर पिना भनेर अलिकति पिलायो, अलिकतिबाट अलिकति पिलायो। त्यहाँबाट रातभरि उनीहरुसँग मोज मस्ती गरायो, फोटोहरु खिच्यो। त्यसको बादमा कतिवटा न्युडिटीको फोटोहरु गरायो, नाङ्गै फोटोहरु खिच्यो, लुगा नभएको फोटोहरु खिच्यो। त्यहाँबाट उनीहरुलाई त्यो दिन सकिसकेर त्यसको बादमा उनीहरुले ब्ल्याकमेल गर्न थाल्छ। पैसाको डिमान्डहरु गर्यो, फोटोहरु पठायो, उनीहरुलाई ब्ल्याकमेल गर्ने काण्डहरु थुप्रै भइरहेको छ। अहिले रिसेन्टली त्यस्तो एउटा काण्ड पनि आइरहेको छ। नाम उजागर गर्नु साह्रो छ, बिचाराको फ्यामिली छ उता, फ्यामिलीले गर्दाखेरि उनीहरुलाई भन्नु पनि साह्रो, गर्नु पनि साह्रो। तर अवस्था त्यस्तो भइरहेको छ। अहिले उताबाट डिमान्ड गरेको पैसा अलरेडी 2-3 लाख रुपैयाँ दिइसकेको छ, तर पनि अहिले त्यो हैवानहरुको अहिले पनि त्यो उयो भरिएको छैन। अहिले पनि डिमान्ड गर्यो, उनीहरुलाई बोलायो, एक जग्गामा बोलायो, आफ्नो हवस पूरा गर्यो, पैसा रुपैयाँहरु माग्यो, अनलाइनबाट पैसा रुपैयाँहरु माग्यो, यस्तो खालको अवस्था छ। अन्त उनीहरुले हामीले बात गर्दाखेरि फोटो देखाउँछ, यी तेरो मान्छे ऊ आफ्नो मर्जीले आउँछ, ऊ मेरो गर्लफ्रेन्ड हो, ऊ मेरो बुढी हो, उले मलाई हामीले बिहा गरेको ऊ मेरो वाइफ हो, ऊ मेरो गर्लफ्रेन्ड हो भनेर सिधै भन्छ। अन्त केटीले चाहिँ भन्छ हैन, हामीरो बिहा गरेको छैन, हामी बुढाबुढी होइन, एज अ फ्रेन्ड मात्र हो भनेर भन्छ। तर केटाले एकदमै तोकेरै भन्छ ऊ मेरो बुढी हो भनेर, ऊ मेरो गर्लफ्रेन्ड हो भनेर तोकेर भन्छ। त्यस्तो अवस्था अहिले थुप्रैको छ यहाँनिर। तपाईहरु पनि होशियार बस्नु होला। काहीँ न अनलाइनमा नयाँ आउनेहरु विशेष गरेर उनीहरुलाई थाहा हुँदैन, यहाँको मान्छेको इन्टेन्सन थाहा हुँदैन, उनीहरुले तपाईलाई ब्ल्याकमेल गर्छ, ब्ल्याकमेल गरेर तपाईकोबाट लुट्ने काम गर्छ। विशेष गरेर नजानेको नचिनेको मान्छेहरुलाई तपाईले फ्रेन्डशिप नगर्नु होला। अनलाइनमा जति नै रिक्वेस्ट आए पनि, बेसी रिक्वेस्ट आयो भने तपाईले उनीहरुलाई ब्लक गर्न सक्नुहुन्छ। तर तपाईले अननेसेसरी फ्रेन्ड बनाएर आफू ट्रबलमा नपर्नु होला। नत्र भएदेखि यहाँको मान्छेले त्यो केटीको आमा बाउ परिवार फ्यामिली दाजुभाइ दिदीबहिनीहरुलाई समेत कतिवटा नाङ्गो फोटोहरु पठाएर ब्ल्याकमेल गर्ने कामहरु गर्छ, पैसा हडाप्ने कामहरु गर्छ। उनीहरुले मोबाइल किनि माग्छ, बाइकहरु किन्ने माग्छ, त्यसकारणले गर्दा पैसा माग्छ। उनीहरुले बिजनेस गर्छु भनेर पैसा माग्छ। उनीहरुले यहाँ हाम्रो चेलीबेटीहरु खालि उनीहरुलाई कमाएर दिने जरिया मात्रै भइरहेको छ। सो होशियार बस्नु होला तपाईहरु पनि। यदि तपाईहरुकोमा पनि त्यस्तो अनजान मान्छेहरुले फ्रेन्डशिप गर्दैछ, जबरजस्ती गर्दैछ भनेदेखिलाई सिधा सोशल मिडियामा गएर तपाईले ब्लक गरिदिनु होला उहाँहरुलाई। यदि तपाईलाई WhatsAppमा पनि त्यसरी ट्रबल गर्दैछ भनेदेखिलाई WhatsAppबाट पनि सिधा ब्लक गरिदिनु होला तपाईले। तपाईको मर्जीको खिलाफ, तपाईको मनपसन्दको खिलाफ यदि उहाँहरु गएर जबरजस्ती गर्दैछ भनेदेखिलाई त्यस्तो फ्रेन्डशिप मेन्टेन गरेर तपाई ट्रबलमा पर्नु
गर्नु भन्दाखेरि तपाईँले उहाँलाई सिधै ब्लक गर्नु नै बेटर हो। यो सजेसन हो तपाईँहरूको लागि। अहिले घटनाहरू भइरहेको छ, जनचेतनाको लागि तपाईँहरूको बीचमा ल्याए, यसलाई सेयर गरिदिनु होला तपाईँले। थ्याङ्क यू सो मच।